अब यो विषयमा थप विश्लेषणका लागि हामीसँग हुनुहुन्छ भरतपुरबाट रासोपाको महाधिवेशनलाई नजिकबाट फलो गरिरहनुभएका कान्तिपुर संवाददाता गौरव पोखरेल। गौरवजी, रासोपा महाधिवेशनको सुरुवातदेखि नै प्रतिनिधि संख्या, निर्वाचन तालिका र व्यवस्थापनलाई लिएर निकै प्रश्नहरू उठिरहेका छन्। अहिले पनि अब मतदानमा सहभागी नभएका संयौं प्रतिनिधिको विषयले थप चर्चा पाइरहेको छ। सबैभन्दा पहिले महाधिवेशन स्थलको पछिल्लो अवस्था र प्रतिनिधिहरू किन मतदान प्रक्रियाबाट बाहिरिएका होलान् भन्ने बारे यसमा तपाईलाई के लागिरहेको छ, जानकारी दिनुहोस्। अब अहिले चाहिँ 6:30 बजे केन्द्रीय सदस्यको परिणाम घोषणा गर्ने भनेर रासोपाको निर्वाचन आयोगले जानकारी गराएको छ र निर्वाचन तयारीमा जुटेको छ। यो चाहिँ अब पटक पटक यो विभिन्न कारणले सरेको गर्ने, त्यो कारणले गर्दा मतदानै ढिलो भयो। एउटा प्राविधिक भयो, विद्युतीय भोटिङ मेसिन राखिएको थियो र त्यसमा इन्ट्री गर्न पनि असाध्यै धेरै समय लागेको पछिल्लो यो मतदान ढिलो हुनुको पछाडि चाहिँ। अनि अर्को कुरा चाहिँ भरतपुरमा यति असाध्यै गर्मी छ, विभिन्न ठाउँबाट आएको महाधिवेशन प्रतिनिधिहरूलाई यो जति महाधिवेशन लम्बिँदै थियो त्यति नै यहाँ बस्नलाई कठिन पनि भइरहेको थियो। एकदमै कुनै जानकारी पनि गराइएको थिएन कति समय पछाडि हुन्छ भनेर। अनि त्यो अन्योलताका चाहिँ धेरैजना महाधिवेशन प्रतिनिधिहरू चाहिँ घर पनि फर्किनु भयो। अघि भने जस्तो त्यो जुन नै कम भयो, कम हुनुको एउटा कारण चाहिँ धेरैजना प्रतिनिधिहरू घर फर्किएको विषयले पनि त्यो मतदान नै कम भएको थियो। यो रामा चाहिँ यसपालिको महाधिवेशनमा, यो पहिलो महाधिवेशनमा सुरुको दिनदेखि नै व्यवस्थापकीय कमजोरी देखिरहेको थियो। निर्धारित समयमा पहिलो दिन पनि कार्यक्रम सुरु हुन सकेको थिएन। पछि चाहिँ यो प्रतिनिधिको विवादले नै प्रतिनिधिमा चाहिँ पहिल्यै तयार भएको सूचीमा समेत कतिपय कुराहरूमा रिपिटेसन भएको, कतिपय कुराहरूमा थप मागहरू गरिएको, खास गरी मधेसमा अधिवेशन थिएन। त्यही कारणले पनि यहाँ आउँदाखेरि कतिपय कारबाही परेकाहरूको पनि नाम, त्यसैको र अरू विभिन्न कारणले गरेर त्यो सूचीहरू दोहोरिएको, कोही सांसदहरूको नाम छुटेको, त्यसले गर्दा एक दिन बन्द सत्र लम्बिन पुगेको थियो। त्यसपछि मतदानमा पनि प्राविधिक गरेर चाहिँ त्यो पनि लम्बिन गयो। तर एकातिर प्राविधिक कारणलाई पनि देखाइरहेका छन् भने अर्को चाहिँ सांसदहरूले नै र उम्मेदवारहरूले नै अर्को के पनि गुनासो गरेका छन् भने यसमा कतिपय व्यवस्थापनमा कतिपय कुराहरूमा त उनीहरूले शङ्का नै पनि गरिरहेका छन्। उनीहरूको भनाइ के छ भने उनीहरूको नाम सर्टेन निश्चित व्यक्तिहरूको नाम पछाडि देखिने गरिकन त्यसमा राखियो उम्मेदवारको नामावलीहरू। अनि त्यो असन्तुष्टि चाहिँ खुलेर व्यक्त गरिरहेका छन्। प्रतिनिधिहरूले एउटा व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरिरहेका कुरा चाहिँ उम्मेदवारहरूले नै पनि यो व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरिरहेको अब। र अहिले चाहिँ केन्द्रीय सदस्यको परिणाम घोषणा हुन लागेको छ र यो लक्ष्य यस पछाडि चाहिँ यो निर्वाचन घोषणासँगै चाहिँ पदाधिकारीको निर्वाचनको प्रक्रियाहरू अघि बढ्नेछ। गौरवजी, यहाँले भने जस्तै हामीले यो 5औं पटक संशोधन भएको जुन कार्यतालिका छ निर्वाचनको, यसलाई नियाल्ने हो भने भोलि बिहान भनौँ अथवा आज राति 1:30 बजे बल्ल पदाधिकारीहरूको पनि मतगणना सकेर मत परिणामले अन्तिम आउने भनेर पनि त्यहाँ उल्लेख गरिएको छ। यद्यपि यसलाई विश्वास गर्न सकिने आधार निकै कम छ। प्रतिनिधिको सङ्ख्याबारे पनि निकै अन्यल देखिएको छ। पार्टीले सुरुवातमा 4311 प्रतिनिधि भनेको थियो, पछि फेरि मतदाता सङ्ख्या 3859 भनियो। वास्तविक संख्या के हो भनेर यहाँहरूलाई थाहा भयो? अहिलेसम्म जानकारी गराए अनुसार चाहिँ 3859 नै हो। तपाईँले भने जस्तै त्यही 2959ले मतदान गरेका थिए र प्रवासमै 40 जनाले मतदान गर्नुभएको थियो। प्रवासमा बस्नेहरूको लागि चाहिँ डिजिटली मतदान व्यवस्था गरिएको थियो। यो चाहिँ सुरुदेखिकै यो व्यवस्थापनको कमजोरीसँग भेटिन्छ र यो मधेसदेखि सुरु भएको यो व्यवस्थापनको कमजोरी सँगसँगै चाहिँ जोडिएर समायोजनमा आएको पक्षहरूले पनि त्यसमा यो प्रतिनिधिको सङ्ख्या हुनुपर्छ भन्ने खालको मागहरू राख्दाखेरि त्यसको पनि लम्बिएको थियो। र त्यो सँगसँगै प्रतिनिधि विवाद आएसँगै पदाधिकारीको विषयमा पनि केही छलफलहरू चलेको हामीले बुझेका थियौँ र त्यसका कारण पनि यो चाहिँ लम्बिन पुगेको थियो। अब धेरै प्रतिनिधिहरूले गर्मी, बसोबास, खानपान र निर्वाचन तालिका पटक पटक परिवर्तन भएको भनेर गुनासो गरिरहेको त हामीले विभिन्न समाचारको बाइटहरूमा पनि देखिरहेका छौँ। मुख्य व्यवस्थापकीय कमजोरी चाहिँ के देखिएको छ? नेता मनिष झा आफैले पनि हामी व्यवस्थापकीय रूपमा चाहिँ केही हाम्रो कमी भएको छ भनेर स्वीकार पनि सक्नु भएको छ। तपाईँ आफै त्यहाँ रिपोर्टिङको लागि पुगिरहँदाखेरि चाहिँ कस्तो कस्तो विषयमा चाहिँ रासोपाले यो कार्यक्रम, यो महाधिवेशन गरिरहनुभन्दा अगाडि नै ध्यान दिएको भए हुन्थ्यो जस्तो लाग्यो यहाँलाई?
अब रासोपा नयाँ संस्कार बसाउने नयाँ थिति बसाउने भनेर भनेको थियो। यो प्रथम महाधिवेशन पनि त्यसको चाहिँ एउटा सङ्केत दिन्छौँ भनेर पनि रासोपा नेताहरूले भन्दै आएका थिए। तर सुरुवातको दिनदेखि नै पहिलो कुरा त समय व्यवस्थापनै, समयमा त्यो जुन सूची अहिले पनि आइरहेको हुन्छ निर्वाचन आयोगले गर्ने कार्यतालिका, सूची अनुसार पनि कुनै पनि काम हुँदैन। र महाधिवेशनको सुरुको दिन उद्घाटन सत्रमै पनि समयलाई ख्याल गर्ने कुरामा चाहिँ त्यति बेला चुक भएको देखियो सुरुदेखि। अनि त्यसपछि जस्तो यो प्रतिनिधिको विवाद आउन सक्छ भन्ने कुरा, त धेरै विवाद हुन सक्छ भन्ने कुरालाई मनन गरेर पहिल्यै चाहिँ त्यसमा चाहिँ गर्नुपर्नेमा त्यो पनि हुन सकेको देखिँदैन। र दाबी विरोध गर्ने समय पनि त एकदम धेरै टाइट सेड्युलहरू एकदम छोटो छोटो समयमा गर्ने गरेको देखिएको छ। अनि अर्को एउटा यो जुन बन्द सत्रमा राजनीतिक प्रतिवेदनहरू पेश भए, अरू पुराना पार्टीहरूकोमा यो छलफललाई निषेध गरेको देखियो भनेर हामीले यो धेरैले प्रश्न पनि उठाइरहेका हुन्थे। आन्तरिक लोकतन्त्रको होइन भनेर आलोचना गरिरहेका हुन्थे, हामीले पनि गरिरहेका हुन्थ्यौँ। त्यही कुरा चाहिँ सभामा पनि दोहोरिरहेछ। जबकि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले लेखेको त्यो राजनीतिक दस्तावेजमा यो माथि चाहिँ पर्याप्त छलफल होस्, बहस होस् भनेर उल्लेख गर्नुभएको थियो। त्यही बहस चाहिँ गर्न पाइएन। त्यो चाहिँ निश्चित सेकेन्डमा त्यो पारित भयो। यो त गिनिज बुकमा नाम लेखाउने शैलीमा पो पारित भएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको निवर्तमान सदस्य जो चाहिँ समायोजनबाट जाने रमेश पौडेलले त सामाजिक सञ्जालमा पनि लेख्नु भएको छ त्यो कुरा। त्यो समयको व्यवस्थाको कुराले गरेर पनि हुनसक्छ भनेर उहाँहरूकै कुरा पनि छ। यद्यपि त्यो कतिपय पहिल्यै तयारी गर्न सकेको भए समय यति समय लाग्छ अथवा यसरी जान सकिन्छ हुन सकेको भए त्यो पनि हुने थिएन। अनि जसरी चाहिँ जानकारी दिनलाई के भइरहेको छ भनेर जानकारी दिनलाई एउटा फोकल पोइन्ट त्यस्तो केही हुनुपर्थ्यो, त्यो पनि हुन सकेन। धेरैजना प्रतिनिधिको गुनासो चाहिँ के भयो भने के कारणले ढिला भइरहेको छ भनेर पनि थाहा पाएनौँ। हामीले जानकारी नै पाएनौँ, हामीले कोसँग कुरा गर्ने भन्नेसम्म पाएनौँ। त उम्मेदवारहरूले नै के भनिरहनु भएको थियो भने यो के कारणले भन्ने हामीलाई नै थाहा भइरहेको छैन। एकजना प्रतिनिधिले ठ्याक्कै हिजो उपसभापति समेत रहनुभएका अर्थमन्त्री सोनिया मगले उहाँलाई नै पनि त्यो प्रश्न सोध्नु भएको थियो। त्यति बेला उहाँ आफै स्वयंले पनि म आफै के भइरहेको छु भनेर बुझिरहेको छु भन्ने खालको जवाफ दिनुभएको हुँदाखेरि धेरैजनालाई चाहिँ त्यस्तो कुराहरूमा त्यो कम्युनिकेसन ग्याप भइरहेको जस्तो चाहिँ देखिरहेको थियो। अब यो हुन त अब नेता सोभिता गौतमले पनि यो पहिलोपटक भएकोले गर्दा कमजोरी भयो भनेर भन्नु, महामन्त्री भूपदेव शाहले पनि त्यही कुरा भन्नुभएको छ। अघि भने जस्तो मनिष नि त्यही कुरा दोहोऱ्याउनु भएको छ। तर यो व्यवस्थापकीय कुनै असाध्यै धेरै कमजोरीहरू देखिएका छन्। गौरवजी, अब यो पार्टीका आफ्नै सांसद र उम्मेदवारहरूले समेत नामावली, उम्मेदवार क्रम सङ्ख्या र भोटिङ प्रणालीबारे प्रश्न उठाइरहेका छन्। कतिपयले त सामाजिक सञ्जालमै पनि स्ट्याटस लेखिरहनु भएको छ। यसले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि कतिको असर गर्ला जस्तो लाग्छ? अब पार्टीकै जिम्मेवार अधिकारीहरूले नै त्यो प्रश्न उठाइसकेपछि त बहस हुने नै भइहाल्यो, त्यसमाथि नै खालको प्रश्नहरू त उठ्ने नै भइहाल्यो। तर कसैले पनि त्यो औपचारिक रूपमा त्यसरी विरोध जनाएको अथवा त्यो विषयमा उजुरी त्यस्तो गरेको कुराहरू चाहिँ केही पनि सुनिएको छैन। बरु एउटा के चाहिँ भयो भने रासपाले समूहगत रूपमा रासपामा चाहिँ उम्मेदवारी घोषणा हुँदैन भनेर नेताहरूले यसअघि बताउँदै आउनु भएको थियो। तर हिजो चाहिँ एउटा केन्द्रीय सदस्यहरूको चाहिँ एउटा सूची चाहिँ विभिन्न प्रतिनिधिहरूको व्हाट्सएपमा गएको थाहा थियो। त्यो खोलिसकेपछि अलिकति खैला बैला पनि मच्यो र त्यो विषयमा चाहिँ उनीहरूले शीर्ष नेतृत्वलाई पनि जानकारी गराएको र यो विषयमा छानबिन हुनुपर्छ, बदनाम गर्नलाई पनि त्यो गरेको हुनसक्छ अथवा यो साँच्चै नै पनि त्यस्तो भएको हुनसक्छ भनेर विषयमा चाहिँ आवाज उठाउनु भएको थियो। र यो उम्मेदवारको यो जुन क्रम सङ्ख्याको कुराहरू छ त्यो विषयमा चाहिँ सामाजिक सञ्जाल अरू कुराहरूमा चर्चा भयो भने औपचारिक तहमा जहाँ त्यो कुरा जसरी उठ्नु पर्थ्यो त्यसरी चाहिँ उठेको जस्तो देखिन्छ। रासोपा अब नयाँ पार्टी भएकाले अघि यहाँले भने जस्तै र अहिलेको कानुन मन्त्री तथा रासोपा नेत्री सोभिता गौतमले पनि भनिसक्नु भएको छ कि अनुभवको कमी भएको छ, हामी नयाँ छौँ भनेर पछि सुध्रिन्छौँ पनि भन्नुभएको छ। यद्यपि प्रतिनिधिहरूले यसलाई स्वीकार पनि गरेका छन् कि नेतृत्वप्रति असन्तुष्टिहरू व्यक्त गरेको पाइयो कि पाइएन। अब मतदान नै ढिलो हुँदा पार्टीलाई थप आर्थिक भार पनि परेको भनिएको छ। यसको असर कतिको पर्ने जस्तो देखिन्छ? त्यहाँ पुगेकाले गर्मी मात्र खाएका छैनन्, उनीहरूले भनेको समयमा खान पनि पाएका छैनन् होला, पानीकै पनि बन्दोबस्त कसरी गरिएको छ? समग्रमा
यहाँहरूले भेट्दाखेरि त्यहाँ उपस्थित प्रतिनिधिहरू कस्तो असन्तुष्टि पोखिरहेका छन्, अथवा उनीहरू पार्टीप्रति यति धेरै सोच्छन् कि उनीहरूलाई यो समस्या केही जस्तो लागेको छैन? होइन, यो त राजनीतिक बहसका लागि उनीहरू आएका थिए। नेतृत्व चयन गर्न पाइन्छ, नीति चयन गर्न पाइन्छ, उनीहरू आएका थिए। मैले एकजना डोटीबाट आउनुभएको प्रतिनिधिसँग कुरा गरेका थिएँ, एकजना दार्चुलाबाट प्रतिनिधिसँग कुरा गरेका थिएँ। उहाँको कुरा के थियो भने नीतिबारे छलफल पाइएला भन्ने लागेको थियो, राजनीतिबारे छलफल गर्न पाइएला भन्ने लागेको थियो। आगामी दिनमा कस्तो दिशा लिन्छ भन्ने विषयमा चाहिँ हामीले छलफल गर्न पाउलौँ भनेर चाहिँ आएको थियौँ। तर यहाँ आउँदाखेरि गर्मीमा बस्दा 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 यति धेरै परिस्थिति सिर्जना भयो कि दिनमा होटलमा पनि कम्तीमा 2000 तिर्नुपर्छ, फेरि एकजना बसेर हुँदैन, धेरैजना बस्नुपर्छ। त्यो कारणले गर्दा बसिरहन सक्ने जो त हुँदै भएन। समय अरू विभिन्न कारणहरूलाई देखाएर छलफल नगरिकन त्यो प्रतिवेदनहरू पारित भए। त्यसमाथि यहाँ मतदान गर्नलाई बस्नु भएकोहरूले पनि अरू विभिन्न समस्याको कारणले गर्दा बसिरहन सक्नु, त्यो जुन ग्याप देखिएको छ प्रतिनिधिहरूमा, त्यो उहाँहरूमध्ये धेरैजना त घरै फर्क्नु भएको थियो। अनि उहाँहरूको कुरा के छ भने अब त्यहाँनिर केही अब डिडिसीको स्टलहरूको त्यो पानीको केही खानेको व्यवस्था त छ, तर पनि कम्युनिकेसन अरू कुराहरूमा चाहिँ समस्या छ। असाध्यै गर्मी हुने ठाउँ छ, त्यहाँनिर चाहिँ त्यसरी बसिरहँदाखेरि एकदमै कतिपय प्रतिनिधिहरू त वृद्ध अवस्थाको पनि हुनुहुन्छ, कतिपय घरमा छोडेर आउनु भएकोहरू हुनुहुन्थ्यो। उहाँहरूको कुरा चाहिँ के छ भने हामी त पार्टीको लागि यति निश्चित भनेर यसरी आएको थियौँ, तर लम्बिँदै जाँदाखेरि त बस्नै नसक्ने स्थिति भनेर चाहिँ ठुलै सङ्ख्यामा प्रतिनिधिहरू बाहिरको कारणले गर्दाखेरि एक त यो केन्द्रीय सदस्यकै मतदानमा सङ्ख्या थियो। अब पदाधिकारीको चयनको विषयमा पनि पदाधिकारीको चयनको विषयमा पहिला त सर्वसम्मत रूपमै यो गर्न पनि छलफल भइरहेको सूचना हामीले पाएका छौँ। यदि त्यो निर्वाचनमै जाँदाखेरि पनि यो घट्न सक्छ, किनभने आज पनि धेरैजना प्रतिनिधिहरू चाहिँ घर भएको हामीले थाहा पाएका छौँ। र हिजो अस्तिका दिनसम्म महाधिवेशन स्थलमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ महाधिवेशन प्रतिनिधिहरूको देखिन्थ्यो, त्यो पनि एकदमै पातलो हुँदै गएको छ। अहिले मान्छेहरू एकदम कम देखिन्छन्, त्यो निश्चित मानिसहरू मात्रै त्यहाँनिर देखिन्छन्। त्यो गर्दाखेरि यसको त प्रत्यक्ष असर परेको छ महाधिवेशन प्रतिनिधिहरूलाई। पक्कै पनि अब झन्डै 6:30 हुन पनि लाग्यो। 6:30 बजेसम्ममा केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक गर्ने भनेर त जनाइएको छ, र त्यसपछि पदाधिकारीको लागि प्रक्रिया अगाडि बढ्ने र राति 31 बजे अन्तिम परिणाम सार्वजनिक हुने भन्ने लगायतको पनि यो 5औं संशोधित जुन निर्वाचनको कार्यतालिका छ यसमा जनाइएको छ। अब पदाधिकारीको निर्वाचनको प्रक्रिया सुरु होला र हालको अवस्थालाई हेर्दा पनि निर्धारित समयमै परिणाम आउला भन्ने विश्वास कतिको गर्न सकिन्छ? यो महाधिवेशन नै टुङ्गिने कहिले हो? यस्तो छ, अब उहाँहरूलाई पनि बाध्यता छ, कति बेला सक्न पाए हुन्थ्यो भन्ने उहाँहरूलाई पनि लागिरहेको। हामीले चाहिँ राष्ट्रपतिका नेताहरू गर्दाखेरि त्यो महसुस गरिरहेका छौँ। र यो जति ढिलो हुन्छ त्यति यो मतदान गर्नुपर्ने त यो मतदाताको सङ्ख्या, प्रतिनिधिको सङ्ख्या त झन् घट्दै जान्छ। त्यो हिसाबले गरेर पनि उहाँहरूले यो एकदम टाइट सेड्युलको बिचमा पनि चाँडै गर्न खोजिरहनु भएको छ। र मलाई लाग्छ अहिले चाहिँ यो सङ्ख्या पनि थोरै भएको, यो केन्द्रीय सदस्यहरूको त नामावली इन्ट्री गर्नलाई नै पनि एकदम लामो समय लागेको थियो। अब यो पदाधिकारीको निर्वाचनमै जाने अवस्थामा पनि पहिला त यो सर्वसम्मत चयन गर्ने पनि प्रयास भइरहेको छ, र यदि त्योबाट सफल नभएको अवस्थामा निर्वाचनमै जानुपर्ने अवस्था पनि त्यो चाहिँ अब थोरै सङ्ख्या हुने भएकोले गर्दा गौरवजी जानकारीको लागि धन्यवाद। शिवम सिमेन्ट क्वालिटीको